अरे बर्थडे के बाहर बसे है तो यहाँ आगा हरे के त नासुए बड्डौ अनि नाछुयो गरे अनि बर्थडे अनि नाछुइने क्या भइहाल्यो अनि क्या बेली बुढा पानीले बस्या हुन्थ्यो रे अनि नै पागै ती बस्या त हुन्थ्यो अनि क्या र अनि त्यो पागा हन्ने भने आउने लि बड्डा न पुला कति बुझाउने होला कति लि बड्डा पुला पनि बुझ्दैन पाउँदा लि बड्डा हुनु क्या छुइ भइआयो त नासुए हुने अनि क्या छुइरह अनि अहिले जमानामा अनि छुइ भन्ने हुन्छ है पराफरा उइला मान्छ हुन् छुइ हुन्छ अनि यता नआऊ भनिन छुइन नदिने घर बयन नदिने अर्का गोठा लिन राख्ने अर्को गोठा अलग्गै बसाल्ने अनि गरिन छोरीहरूलाई कस्तो पीडा हुन्थ्यो अनि त्यही छापटी घरमा बस्दाखेरिमा त्यहीँ बलात्कृत हुने अनि पहिला मान्छे नबुझिन छुइ भनिन त्यस्तो चेतना गर्दा थियो अनि अहिले जमानामा अनि बर्थडे अनि छुइ अनि भन्ने काहीँ है आफ्नो मन सफा हुनु पर्यो अनि कपडा सफा हुनु पर्यो शरीर सफा गरेपछि अनि क्या छुइ हुन्छन् अहिले त बर्थडे पनि अहिले जमानामा उही पुरानो जमाना उही गया कुरा ल्याइन अनि छुइ भया हुँ बर्थडे भनिन अनि बाहिर अडिन बस्या उसले अनि त्यो भए छालादेखि केही खाइ है नि अनि तुमी न बड्डा गाउँ डुल्नै ठिकै अनि को महिना रोटो आली दिनु र अनि खाने हो अनि भोगै त बर्थडे पनि हानभित्र उठ बर्थडे कहाँ छुइ हुई भन्ने हानभित्र होटो हाल्ने अनि खाउँला बुढाबुढी हान